राजेन्द्र खड्की दाजुले चाहिँ एकजना व्यक्तिलाई चाहिँ एकदमै राम्रो दनक अर्थात् झडक दिनुभएको छ। तर उहाँ चाहिँ जो इन्टरभ्यू लिने व्यक्ति हुनुहुन्थ्यो उहाँ चाहिँ साँच्चीकै पत्रकार हो कि अर्थात् युट्युबे पत्रकार हो त्यो त मलाई थाहा भएन, उहाँलाई नै थाहा होला हैन। तर एउटा शब्द राजेन्द्र खड्कीलाई जुन शब्द सोधिएको थियो उहाँ महाशयले तपाईँ पनि एउटा देशको भडुवा हो, सामाजिक अर्थात् समाजमा भएका जनताहरूलाई भड्काउने, उचाल्ने, पछार्ने, अनि तपाईँ पनि त एउटा देशको लागि समाजको लागि भडुवा हो भन्ने बित्तिकै उहाँले समातेर उहाँलाई चाहिँ दिइहाल्नु भएछ। ल यो भिडियो हेरौँ त एकैछिन। तैँले मलाई भड भन्ने होइन सामाजिक सञ्जालमा त्यो देखिन्छ किन भनिरहेछन् के भन्नु पर्यो भने जस्तो तपाईँ सामाजिक सञ्जालमा होइन पोडकास्टमा भयो अन्तर्वार्तामा भयो अश्लील शब्दहरू बढी बोल्नुहुन्छ अनि यो सुन्दाखेरि चाहिँ कतिपयले तपाईँलाई चाहिँ यो पनि अराजक हो, यो नेपाल भडुवा हो भनेर चाहिँ आरोप लगाउँछन् कि तपाईँलाई। तैँले मलाई भड भन्ने होइन सामाजिक सञ्जालमा त्यो देखिन्छ किन भन्छन् त्यो कसरी भडाउँछ राजेन्द्र खड्की? त्यो त अरूले भन्छन् कि हामी त तपाईँलाई त राम्रो देख्छौँ। कसरी भन्छ मेरो राख्यो किन भन्छन् तपाईँलाई त्यो? किन भडाउ भने तैँले मलाई म के को भडुवा मुझे अरूले भनिरहेछन् कि राजेन्द्र खड्की कहिले भडाउन सक्दैन बुझ्यो? जोसुकै होस् मलाई त्यो शब्दै प्रयोग नगर। मेरो बायोग्राफ मेरो ब्याकग्राउन्ड हेर म को हुँ भनेर